गाइज वेलकम टु माई न्यू ब्लग न्यू भिडियो। आयो हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि ठिकै छु। हामी चाहिँ आज होइन घाँस बोक्न जान लागेको। माथि वन बने जानुपर्छ, त्यत्रो उकालो पो कसरी चढ्ने हो, गाह्रो छ हेर्नु गाइज। बाटो फेरि हेर्नु न कस्तो हो, आमा हो बाटो, गाउँघरको बाटो होइन। हाम्रो खेत कुन हो खेत चाहिँ थाहा छैन, तर खेत चाहिँ हो अरे होइन। म अहिलेसम्म यहाँ आएकै छैन, मलाई थाहा छैन अहिलेसम्म नि। अहिले आज चाहिँ धान काट्या रहेछ, खै कसको धान काट्या हुन्, धान काट्ने ऊ चलिरहेको आज चाहिँ होइन। त्यो अगाडि अगाडि गएँ होइन, म चाहिँ पछाडि छु। यहीँ बाघ आए पनि मलाई डर लागेन त होइन। अब मैले बाटो देखेँ होइन नि त, दिदी अगाडि अगाडि गएँ, कताको बाटो गएँ, अब कता गएँ। रोशनी वाइ पढ्न के अगाडि अगाडि गएँ कि मैले बाटो देखाएको छु र, कस्तो हो र। उठो चाहिँ खै के को टावर हो दिदी, ऊ त के को टावर हो, के को ऊ त चाहिँ खै के को टावर हो दिदी। हामीले आमालाई र मम्मीलाई चाहिँ पानी लिएर आउँदैछौँ। आमा र मम्मी चाहिँ त्यहाँ हुनुहुन्छ, म देखाइदिन्छु होइन। त्यहाँ आमा त्यहाँको, उताको चाहिँ मम्मी हो। यत्रो बाटो चाहिँ तँ गरेर कहाँबाट लिएर जाने होला है भगवान्, म सपना देखाएको छु। उठो चाहिँ खै के को टावर हो, मलाई चाहिँ थाहा छैन होइन। म खासै यता आएकै छैन, फर्स्ट टाइम हो म आएकै। अब यो बाटो चाहिँ घाँस लिएर जानुपर्छ, गाह्रो आमा कस्तो त नि बाटो पनि। त्यहाँ चाहिँ हाम्रो मम्मी हो, त्यहाँ चाहिँ आमा हुनुहुन्छ होइन। उता चाहिँ हाम्रो खेत जस्तै लाग्यो मलाई चाहिँ, हाम्रो खेत। ओइ कति अगाडि अगाडि नि कि, म त यत्रो बाटो त लिएर जान्न है घाँस त आमा नि। उता चाहिँ दिदी हो ल। हाम्रो खेत चाहिँ उतो जस्तो लाग्यो। अब मम्मीलाई सोध्छु होइन, मलाई चाहिँ थाहा छैन, म यता साइड आएकै छैन कि। अब कस्तो त नि ठाउँ पनि आमा नि। मम्मी र आमा त्यो चाहिँ मम्मी हो, यहाँको चाहिँ आमा हो, अनि दिदी हो चाहिँ। हामीहरू आउँदा चाहिँ होइन बाघ देख्नुभयो अरे, हामी आउँदा बाघ देखेनौँ हामीले चाहिँ। दिदी चाहिँ अब यताको बाटो हामी पनि जान्छौँ होइन गाइज। के भयो मेरो खुट्टा फेरि। हेर्नु गाइज होइन, कस्तो झाङझुङ खेल्लाई नि, कस्तो गरम भएको यार। कुन हो त्यो तलको हो, हाम्रो खेत चाहिँ तलको हो। त्यहाँ चाहिँ मम्मी हुनुहुन्छ, यहाँ आमा हुनुहुन्छ, दिदी हुनुहुन्छ। यहाँ चाहिँ धान काटिरहेको रहेछ होइन। हामी चाहिँ घाँस लिन आएको, यत्रो बाटो आमा नि कस्तो रमाइलो। त्यहाँ चाहिँ एउटा मात्र घर छ गाइज हेर्नु है। हाम्रो मम्मी त्यहाँ हुनुहुन्छ, दिदी चाहिँ यहाँ। मम्मी उता के को टावर हो र मम्मी? भेरिटेसन लाइन रे, त्यो चाहिँ मलाई थाहा छैन। यो लाइनहरू हाम्रो त्यो उसमा परे भए कति पाइन्थ्यो मम्मी, त्यो पैसाले? त्यो पैसा कति पाइन्थ्यो? 2-3 लाख पाइन्थ्यो। हामी तर 2-3 लाख पाइन्थ्यो धेरै नै, 6-7 लाखै पाइन्छ। उता डाँडा कति रमाइलो। गाइज हाम्रो घाँस चाहिँ यही हो, हामीले बोक्ने घाँस यो मुठा, उति मुठा त्यहाँ मम्मी घाँस लिनलाई जानुभएको छ। हामी चाहिँ घाँस यत्रो घाँस, मैले 5वटा, दिदीले 5वटा, मम्मीले 5वटा, आमाले 5वटा बोक्छौँ हामी चाहिँ। अनि जान्छौँ माथि हो, त्यो माथि जानुपर्छ, गाह्रो। त्यहाँ चाहिँ जुगा टाँसेर रोइरहेको दिदी चाहिँ। हे भगवान् कति मम्मीले त्यहाँ जुगा टाँसेर रोइरहेको। हे बाबा थर्काइदी, म त ढले, म
गरेर हामी चाहिँ घाँस लिएर आयौँ। त यो घाँस त मैले यो कुखुराको घाँस कुखुरा अगाडिको घाँस मैले बोकेको। मम्मी आउनुहुन्छ, दिदी यहाँ आए। हाम्रो बाख्राहरू थके लाग्यो हामीलाई। हाम्रो घरमा कुखुरा नि छ, भाले काटेर खाने। हामी चाहिँ त्यहाँभित्रको भाले हो घाँस लिएर आइदियो भनेर हेरेर आऊ। त्यो चाहिँ यो चाहिँ हाम्रो बाख्राको तिर राम्रो हो। त्यो नि हाम्रो बाख्रा हो, यो पनि हाम्रो बाख्रा हो। कुखुराहरू कति